नमस्ते सबैजनालाई। सो आज चाहिँ मलाई केटाले जबरजस्ती लगेर चाहिँ सिटीतिर गएको थिएँ होइन। चम्तालाई ठुलो बिल्डिङ देखाउँछु भने होइन, म पनि ल ठिक छ जानुपर्छ हिँड्नुपर्छ भनेर गएको है। बाहिरबाट हेर्दा ठुलो बिल्डिङ रहेछ, भित्र गयो। भित्र जाँदाखेरि केटाहरू होइन यसो लाएर भिडियो बनाइदिन्छन्, फोटो खिचिदिन्छन् भन्दा केटाहरू त आफ्नो आफ्नै बाटो लागिसकेको रहेछन्। अनि त्यसपछि ल्याएर म पनि के कमी भनेर त्यस्तो ल्याएर भिडियो खिच्न थालेँ। वरिपरि हेरेँ अनि वरिपरि गर्दाखेरि चाहिँ मान्छेले मलाई हेरिरहेको थियो कि कसैले के भन्छ कि कसैले के भन्छ कि भन्ने मनमा पनि डर लागिरहेको थियो साह्रै नै। तर धन्य भगवान् कसैले मलाई केही पनि भनेन, तर मेरो आँटलाई चाहिँ मान्नै पर्छ क्या। अनि जे जस्तो भए पनि चाहिँ होइन अलिकति भन्नु न सँगै गएको साथीभाइहरूलाई छोडेर त एक्लै एक्लै हिँडिदिनु भएन भन्ने लागिरहेको थियो कि। अनि टक्क लाएर आफूले चाहिँ यसो लाएर सिनेमेटिक सटहरू लगिरहेको थिएँ होइन। ल फिल्मी बनाउनुपर्छ मैले चाहिँ, अब केही गर्नुपर्छ मैले पनि जिन्दगीमा भनेर सोचिरहेको थिएँ होइन। जिन्दगीमा केही गर्नुपर्छ भन्ने सोची मात्रै रहेको थिएँ कि होइन। सोच्दै थिएँ यसो लाएर अगाडि बढ्दै गएँ। खजुरको रुखमा बत्ती बलेको देखेँ। यस्तो राम्रो खजुरको रुखमा बत्ती बल्दिरहेको छ, कहाँबाट बत्ती बल्दैछ भन्ने कुरै थाहा भएन मैले। अनि खजुरको रुखमा बत्ती बल्दाखेरि टक्क लाएर मेरो नजर दाहिनेतिर गइहाल्यो क्या। फेरि उतापट्टि कस्तो दामी भ्यू रहेछ क्या है। मैले त त्यतिर ध्यानै दिएन क्या है। मलाई त सिर्फ खजुरको रुखमा बत्ती कहाँबाट आयो भन्ने लागिरहेको थियो। अनि त्यही पनि है, जहाँबाट आए पनि यहीँ भित्रै आएको भन्ने पनि लाग्यो। जे होस् एकदमै राम्रो सिटी छ होइन। यो अबुधाबी भन्ने कुरा मलाई असाध्यै मनपर्ने सिटी पनि हो है यो। अनि यो चाहिँ यहाँको राजधानी हो है। अनि कतिपयजनालाई त थाहा छैन होला यो राजधानी हो भन्ने कुरा पनि। प्रायः मान्छेलाई त थाहा छ होइन, जो यहाँ बस्नुहुन्छ। विशेष गरी अलिकति बाहिर बस्दाखेरि चाहिँ दुबई भन्ने एउटा देश हो भनेर सम्झिनुहुन्छ। जे भए पनि एकदमै राम्रो सिटी छ, हेर्न सक्नुहुन्छ तपाईँले होइन। एकदमै राम्रो भ्यू छ। सो आजलाई यति छ, बाई।